सम्पूर्ण सर हजुर म्याम हजुरलाई म एकदमै उच्च सम्मान र नमन व्यक्त गर्न चाहन्छु र धन्यवाद व्यक्त गर्न चाहन्छु हामी सम्पूर्णको अग्रजगुवा प्रकाश सुशीला म्याम हजुरलाई पनि पिताको झरी जस्तै आशिष र उच्च सम्मान व्यक्त गर्न चाहन्छु र धन्यवाद व्यक्त गर्न चाहन्छु। त यो समयमा दैनिक रूपमा पिताको वचन अनि शिक्षाद्वारा नै अगाडि बढाउनु पर्छ भनेर हजुर हाम्रो निम्ति त महिमा घर खोलेर यो समय उत्साहित बनाइराख्नु भएको छ। शाखा गलदुवा कतारको हाम्रो प्रमुख हाम्रो राजु तामाङ सर हजुर लगायत सम्पूर्ण परिवारमा र शाखामा पनि पिताले झरी जस्तै आशिष दिइसक्नु भएको छ र धन्यवाद व्यक्त गर्न चाहन्छु। यो महिमामा जति पनि जुट्नु भएको छ हरेक ठाउँबाट त देश लगायत विदेशबाट आफ्नो कामलाई पनि पछाडि राखेर पिताको एउटा वचनले मेरो जीवन बाँच्छ, परमेश्वरको एउटा शिक्षाले मैले धेरै कुराहरू सिक्न पाउँछु भनेर महिमालाई पछ्याएर आउनुभएको छ। सम्पूर्णप्रति उच्च सम्मान र नमन व्यक्त गर्न चाहन्छु। त ईश्वरलाई धन्यवाद। म यीशुको नाममा यो अमूल्य समय परमात्माले मलाई दिनुभयो अनि वचन अनि शिक्षाको निम्ति परमेश्वरले यो समय मलाई अडा अनि खडा गराउनु भएको छ। मेरो आत्मालाई मेरो मुखलाई इस्तेमाल गरेर स्वयं पिता हजुरहरूको निम्ति र मेरो निम्ति पनि परमात्मा वचन बनेर बोल्दै हुनुहुन्छ अनि सिकाउँदै अनि बुझाउँदै हुनुहुन्छ। परमात्मा परमेश्वर यसैया 40:29 परमात्मा भन्दै हुनुहुन्छ अनि बुझाउँदै हुनुहुन्छ। परमात्माले उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाउनुहुन्छ। कसले त? हजुर हामी भित्र भएको हामीलाई पनि सृष्टि गर्नुभएको मम्मीको गर्भमा एउटा सानो एउटा रगतको डल्लाबाट आज सबै अङ्ग बनाउनु हुने परमात्माले के गर्नुहुन्छ त? हजुर हामीलाई पनि परमेश्वरले थकित भएर बल दिनुहुन्छ। हिजो हजुर हामी थाकेका थियौँ, लोटेका थियौँ अनि समस्यामा परेका थियौँ। त्यो समस्याबाट निस्किन हरेक उपाय गरेका थियौँ र पनि निस्किन सकेका थिएनौँ। छड्डिकभरिलाई समस्या गए जस्तो देखिन्थ्यो तर डबलाएर समस्याले थित्यो। तर आज परमेश्वरले यो कमजोर आत्मालाई परमेश्वरले बल दिनुभएको छ। परमेश्वरले यो आत्मालाई परमेश्वरले परिवर्तन गराइदिनु भएको छ। यो जीवनमा परमेश्वरले कार्य गर्नुभएको छ। हिजोको दिनमा हामी लडेर उठ्नलाई हरेक कुरा खोज्थ्यौँ तर उठ्न सकेका थिएनौँ। तर आज पिताले परमेश्वरले अद्भुत तरिकाले उठाइराख्नु भएको छ, जगाइराख्नु भएको छ अनि हजुर हामीलाई परमेश्वरले नचाइराख्नु भएको छ। वाउ पिता, त्यो जीवनबाट यो जीवन कसरी हजुरले मेरो जीवनलाई सञ्चालन गर्नुभएको छ, चलाउनु भएको छ भनेर उत्साहित मन पिताले गरिराख्नु भएको छ। हिजोको दिनमा र शरीर रोगी हुँदाखेरि हामी हस्पिटल गएका थियौँ त त्यसको औषधि त पाउँथ्यौँ हामीले, सन्चो भए नि नभए पनि त्यसको औषधि रोकथाम पाउँथ्यौँ। तर मन बिरामी हुँदा, मनलाई अशान्ति हुँदा, मन तडपिँदा यसको औषधि पाएका थिएनौँ। त घर जलेको सबैले देख्नुहुन्छ तर मन जलेको कसैले देख्नु भएको थिएन। हिजो हाम्रो यो जलेको मन, यो खरानी भएको मनलाई पिताले आज देखेर परमेश्वरले आज जीवन परिवर्तन परमेश्वरले गराउनु भएको छ। यो शक्ति अनि यो सामर्थ्य कसमा छ त? हाम्रो पिता परमेश्वरमा। अनि पिता भन्दै हुनुहुन्छ तर परम प्रभुको आशा गर्नेको बल फेरि नयाँ हुनेछ। तिनीहरू गौड झै माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। उनी जसले परमेश्वरमाथि आशा गर्छ, जसले परमात्मामाथि भरोसा गर्छ, आँखाको नजरमा त समस्या होला, आँखाको नजरमा त धेरै कष्ट देखिएको होला, चारैतिरबाट बाटो बन्द देखिएको होला तर पनि त्यसले आशा परमेश्वरमा राखेको छ, त्यसले आफ्नो भरोसा पितामा राखेको छ। यो समस्या यो कष्ट हटाउन
मलाई पिता हजुर मेरो साथमा हुनुहुन्छ, मेरो मसँग अङ्गमा अनि सङ्गमा हुनुहुन्छ भनेर उसले संसारको ढोका बन्द भए पनि संसारको ढोका ढकढकाउन होइन, आफूभित्र भएको पिताको ढोका ढकढकाउँछ। उसलाई पिताले फेरि नयाँ तरिकाले उठाउनुहुन्छ, यति उच्च ठाउँमा उडाउनुहुन्छ। परमेश्वरले यति आनन्द, यो हल्का जीवन त राति सुत्दा आनन्दले सुत्ने त्यो निन्द्रा, बिहान उठ्दा मलाई केही पीड चिन्ता छैन, आनन्द छ भने यो शक्ति अनि सामर्थ्य परमेश्वरले हजुर हामीलाई दिइराख्नु भएको छ। हिजो हामी खोजेका थियौँ र पनि पाएका थिएनौँ, आज परमेश्वरले परमात्मा सुनेको भरमा पिताले हजुर हामीलाई चुन्नुभयो अनि यो जीवन परमेश्वरले काया पलट गरेर दिनुभयो। हिजोको दिनमा हामी अनेक थरी गरेका थियौँ र पनि पाएका थिएनौँ, आज परमेश्वरले यो जीवन परमात्माको तर्फबाट कार्य परमेश्वरले काया पलट गरेर देखाउनु भएको छ। अनि परमेश्वर भन्नुहुन्छ, हरेक समय हेर म तँलाई नयाँ र तीखा दाँत भएको अन्न कुटिने हतियार बनाएको छु। तैँले पर्वतलाई छाट्ने छस् र कोटी कोटी धुलो पिठो बनाउने छस् र डाँडाहरूलाई भुस पार्ने छस्। परमात्माले हामीलाई एउटा नयाँ हतियार दिनुभएको छ, तीखा अन्न कुटिने धारिला हतियार दिनुभएको छ। के त पिताको वचन, परमात्माका हरेक समय बिन्ती पुकार चढाउने, आनन्दले पितासँग कुराकानी गर्ने, परमेश्वरसँग स्वर्गका भाषा बोल्ने परमेश्वरले हतियार हजुर हामीलाई दिनुभएको छ। परमेश्वर भन्नुहुन्छ, यो हतियारलाई तिमीले चलाएर हेर न, यो हतियारले तिमीले प्रहार गरेर हेर न मेरो सन्तान, मेरो बच्चा। संसारको हतियार त बन्दुक गोली सकिएला, संसारको हतियार त धार कहिले कसो काम नगर्ला, तर स्वर्गको हतियार भने सधैँ एकदमै धारिलो अनि तेजिलो काट्ने शक्ति अनि सामर्थ्य छ, मैले तिमीलाई दिएको छु, तिमी प्रयोग गर न, परमेश्वर परमात्मा भनिराख्नुहुन्छ। आज एउटा एकदमै धार भएको हामीले केही आशिय हतियार लिएर गएर हामीले केही काट्न लाग्यो भने त्यो धार भएकोले काट्दा छ्याप्प काट्छ। यदि धार नभएको कुराले हामी काट्दाखेरि हाम्रो हात कस्तो गल्छ, हाम्रो हातमा कति बल परेर थोरै काट्दा पनि हात गलक्क गल्छ। यसै गरेर हजुर हामीले हतियार त पाएका छौँ, त्यसलाई त्यो धारिलो बनाउने शक्ति अनि सामर्थ्य हजुर हामीले पाएका छौँ। हजुर हामीबाट त्यो धारिलो हुन्छ, जो पितासँग धेरै कनेक्ट हुन्छ, जो परमेश्वरसँग हरेक समय पवित्र आत्मालाई दिए परमेश्वरसँग कुराकानी गर्छ, उसबाट निस्केका एउटा वचनले पनि हरेकको जीवन काया पलट परमेश्वरले बनाउनुहुन्छ। किनकि उसले त्यो हतियारलाई उदाएको छ, उसले त्यो हतियारलाई धारिलो बनाएको छ। हजुर हामी भन्छौँ नि, हाम्रो सुशीला म्याम हजुर, प्रकाश सर हजुर, एउटा वचन पनि कस्तो तरिकाले मन छुने, एउटा वचन सुन्दैमा यो समस्या हल भयो, किनकि उहाँहरूले सधैँ त्यो हतियारलाई धारिलो बनाउनु भएको छ। त्यो तर्फबाट उहाँहरूले कहिले त्यो हतियारलाई बोधो बनाउन दिनुभएको छैन। आज हजुर हामीले पनि प्र्याक्टिकल गर भन्नुभएको छ परमेश्वरको तर्फबाट। पिता अनि शैतानले भन्छ, त आज त यस्तै भयो, भोलि साँझबाट धेरै अन्य भाषा बोल्छु, धेरै पितासँग कुरा गर्छु, अनि फेरि साँझ हुन्छ अनि केही कुरामा अलमल आउँछ, इम्पोर्टेन्ट तरिकाले त्यसले अलमल लगाइदिन्छ। आज साँझ त भयो, अब राति सुत्ने बेलामा गर्छु, फेरि अलमल लगाइदिन्छ। यसै गरेर हामीलाई, किनकि त्यसलाई थाहा छ हामी कसरी धारिला हुन्छौँ अनि हामीमा कसरी तेज बढ्छौँ, त्यसलाई नष्ट पार्ने शक्ति अनि सामर्थ्य हामीले त्यो गर्यो भने हामी पाउँछौँ भनेर त्यसलाई हामीलाई अलमलाइदिराखेको हुन्छ। कहिले कसो त्यसरी हजुर हामीलाई जानेका त छौँ, बुझेका पनि छौँ कि परमेश्वरमा यो तरिकाले गर्ने भने हामीमा शक्ति छ, सामर्थ्य पाउँछौँ। धारिला वचनद्वारा नै पिताले कार्य गर्नुहुन्छ, स्वर्गका अन्य भाषाद्वारा नै कार्य गर्नुहुन्छ, तर त्यसले अलमलाइदिराखेको हुन्छ।
के त्यो अल्मलाइदै राखेको अवस्था यस्तो अवस्था भयो भने पिता यो त शैतानको तर्फबाट पिता परमेश्वर हजुरसँग कनेक्ट गराउनको निम्ति हजुरसँग बातचित गराउनको निम्ति मलाई कुनै तत्त्वले रोक्नु हुँदैन पिता। म सधैँ हजुरसँग कनेक्ट हुन सकूँ, धेरै हजुरसँग बोल्न सकूँ पिता, धेरै हजुरको वचनहरू मनन गर्न सकूँ पिता र पालना गर्ने सक्ने शक्ति अनि सामर्थ्य पिता हजुरले मलाई दिनुहोस्। मलाई अडा अनि खडा गराउनुहोस् भनेपछि अनि परमेश्वरले आएका ती बाधा अर्चन, ती आएका ती रकवाटहरू, त्यो अल्छीपन लाग्ने त्यस्तो शरीर बनाउने त एकछिन त बोल्यो, अब एकछिन पछि पितासँग अन्य भाषा बोल्छु भने त्यो सबै के त सर्लङ्ग परेर हाम्रो जीवनबाट त्यो आफै नष्ट भएर गएको हुन्छ। जसरी पिताको तर्फबाट परमेश्वरले जीवनमा कार्य गर्नुहुन्छ अनि शरीरमा एउटा माटो धेरै थुप्रियो भने अनि जब माटो सबै कुरा हामीले धोएर त्यसलाई छ्याक्क बनाउँछौँ अनि कस्तो हल्का शरीर हुन्छ। यस्तै तरिकाले पिताले हजुर हामीलाई यसरी कार्य गरिराख्नु भएको छ यो शक्ति अनि यो सामर्थ्य छ। पिताले भन्नुभएको छ नाङ्गो टाकुराबाट म नदीहरू बगाउनेछु र बेसीमा पानीहरूका मूल निकाल्नेछु। म मरुभूमिलाई पनि पानीको दहले सुक्खा जमिनमा पानीका मूलहरू परिवर्तन गर्नेछु पिताले भन्नुभएको छ। त यस्तो धेरै एउटा टाकुरामा पानी ल्याउन हजुर हामीमा सम्भव छ र हामीले आफ्नो बुद्धि लगाएर सक्छौँ र तर परमेश्वरमा सबै कुरा सम्भव छ। परमेश्वरमा हरेक कुरा असम्भव भनेको केही कुरा छैन। तिमी प्र्याक्टिकल गरेर हेर न, जब तिमी यत्रो आकाशलाई तिमी हेर त एउटा बिना पिल्लरले एउटा आकाश मजाले थामिएको छ। हामी घर बनाउँछौँ त्यो कति पिल्लर राखेर कति जग खनेर कति राम्रा राम्रा सिमेन्टले घर बनाउँछौँ र पनि त्यो भूकम्प आयो भने त्यो आफै त्यो घर नष्ट हुन्छ। हामीले बनाएको त्यो घर जति बलियो पनि त्यो लड्न सक्छ, त्यो भत्किन सक्छ, तर परमेश्वरले वचनबाट बनाएको यो आकाश कहिले लड्दैन। यसमा न पिल्लर छ न यसमा मजबुत कुनै सिमेन्ट छ, तर वचनले यो मजबुत भएको छ। यसरी हजुर हामीलाई पनि पिताले मजबुत बनाउनु भएको छ। जसरी बिना पिल्लरको आकाश मजबुत छ यसरी परमेश्वरले हजुर हामीलाई नि परमात्माको वचनले ताज उत्साहित बनाइराख्नु भएको छ। यो ऊर्जा अनि यो शक्ति सामर्थ्य परमेश्वरको तर्फबाट हामीले पाइराखेका छौँ। हरेक कुरा सम्भव छ। मसँग त तिमी प्र्याक्टिकल गर, मसँग मागेर हेर, मेरो वचनहरू तिमी हरेक समय धारणा गरेर हेर, भइसकेको आत्मा गर। अनि हामी घोषणा पनि गर्नुपर्छ। जब हामीलाई चाहिएको छ तब हामीले घोषणा गर्नुपर्छ। कतिपय कुराहरू हामी घोषणा गर्दा पनि त परमेश्वरको तर्फबाट त्यो कार्य भइराखेको हुन्छ। हामीलाई केही आवश्यकता केही कुराहरू चाहिएको छ त शैतानले भन्छ यो हुँदैन है, यो त अब कसरी हुन्छ, तर संसारको ढोका बन्द भयो अब हुँदैन, शैतानी आत्मा बोल्छ। तर हामीले घोषणा गर्छ पिता यो कुरा हजुरमा सम्भव छ। परमेश्वर धन्यवाद यो कुरा हजुरले गरिसक्नु भएको छ। यो कुरा म त मनुष्य हो, ममा सम्भव छ, तर परमेश्वर हजुरमा सम्भव छ। अनि परमेश्वरले त्यो घोषणालाई सुन्नुहुन्छ। हिजोको दिनमा यस्तो घोषणा थियो हजुर हाम्रो त भोलि राम्रो भए पनि नराम्रो तरिकाको घोषणा। त कसैले हाम्रो छोराछोरीलाई एकदम बयान गर्नुभयो कति राम्रो बच्चा, कति राम्रो बानी बेहोरा, अनि हामी भन्थ्यौँ हजुरलाई थाहा छ र उसको बानी बेहोरा त मलाई पो थाहा छ, कति नराम्रो छ, कति दुःख दिएको छ। कस्तो नराम्रो घोषणा, कस्तो नराम्रो अङ्गीकार थियो हजुर हाम्रो हिजोको दिनमा। तर आज पिताले नराम्रो भए तापनि राम्रो घोषणा गर, राम्रो अङ्गीकार गर अनि राम्रो तरिकाले तिमी त्यो वचनलाई धारणा गर। जब नराम्रो तत्त्व बिउ रोप्न सक्छ त्यो नराम्रो तत्त्वले त्यसलाई निकालेर फ्याँकिहाल। पिता यो त हजुरको वचन हुँदै होइन, पिता हजुरको तर्फको वचन दिनुहोस्। जब समस्या आउँछ, जब मनमा अनेक थरी नराम्रा ख्यालहरू, नराम्रा ती समस्यालाई मनन गर्ने त्यो शक्ति आइराख्छ अनि एउटा अग्रजलाई पक्रिहालौँ। त्यो अग्रज पिता परमेश्वर मलाई उत्साहित गर्नु, मलाई चङ्गाई गरिदिनु होइन, तर मलाई त्यो वचनले मलाई उत्साहित गर्नुहोस्। मलाई
परमेश्वरले हजुरलाई त्यो देखाउनुभयो, हजुरको आत्मा भएर मलाई उठाउने शक्ति अनि सामर्थ्य पिताले दिनुहुन्छ भनेर त्यो तरिकाले पिताले परमेश्वरसँग कुरा गर्यो भने अनि पिताले अग्रजको बाटो देखाइदिनुहुन्छ। अनि अग्रज किन त राख्नु भएको छ त परमेश्वरले? हजुर, हामी यस्तै मन कमजोर बनाउँछ, त्यो नराम्रो आत्माले नबनाउने होइन। हामी जुन नजिकले त्यसले मलाई हामीलाई ढाल्न खोज्छ अनि त्यहीबाट चलाउँछ। अनि अग्रजसँग हामी वचन खाँदै खाँदा, वचन सुन्दै सुन्दा यस्तो भिटामिन शरीरमा आउँछ, यस्तो तरिकाले ऊर्जा बढ्छ। यो त केही पनि होइन, यो त केही पनि होइन कि मेरो पिताको लागि, मेरो पितामा सबै कुरा सम्भव छ। परमेश्वरले मलाई यसमा त बनाउनु नै भएको होइन, पिताले मलाई समाधानमा बनाउनु भएको छ भनेर यसरी अटोमेटिक ऊर्जा बढ्छ। हजुरले प्र्याक्टिकल गरेर हेर्नुहोस्। हामी हरेकसँग अग्रज भेट्ने बित्तिकै चङ्गाइ लिने होइन, अग्रज भेट्ने बित्तिकै आफ्ना हरेक नराम्रो कुराहरू सुनाउने होइन, तर परमेश्वरसँग भन्नुहोस्, यो तरिकालाई उठ्ने तरिका त्यो वचन मलाई दिनुहोस्, मलाई ती स्वर्गका बाँडिदिनुहोस् कि यो मन उठाउन सकूँ भनेर हजुर हामीले सही अङ्गीकार गरेर अग्रजसँग ठोकियौँ भने अनि पिताले यस्तै गरेर ऊर्जा, शक्ति अनि सामर्थ्य पिताले दिनुहुन्छ। त ईश्वरलाई धन्यवाद गर्छु म मसीह येशूको नाममा। त समय अनगिन्ती भइराखेको छ, त स्वयं पिता परमेश्वर मेरो आत्मालाई अनि मेरो मुखलाई इस्तेमाल गरेर यिनी दुईधारी तरबारभन्दा धारिला वचन हजुरहरूको जीवनमा, स्वयं मेरो जीवनमा पनि पिताले कार्य गरिसक्नु भएको छ। परमेश्वरको तर्फबाट हजुर हामीलाई अडिलो अनि अडा अनि खडा परमेश्वरले यो भजन स्वर्गका भजनद्वारा नै तीव्र गतिमा पिताले अगाडि बढाइसक्नु भएको छ भन्दै परमात्मा परमेश्वरको यिनै जीवित वचनद्वारा नै सबैको घरमा आशिष बर्सिसक्यो। मलाई पनि पिता हजुरको वचन सधैँ परमात्मा पालना गर्न सकु, पिता हजुरमा भएर रमाओज लिन सकु, परमात्मा सधैँ यसरी उत्साहित हुने अनि गराउने शक्ति अनि सामर्थ्य दिनुहोस् है पिता भन्दै ताजको लागि यति नै। फेरि पिताले आगामी दिन पक्कै नै पिताले वचनको लागि परमेश्वरले अडा अनि खडा गराउनु हुनेछ भन्दै म पनि ओझेल